गुड मर्निङ नमस्कार सबैमा। म राजन गिरी, धनगढी 14 फुलबारी कैलालीबाट। तपाईँलाई थाहा छ, तपाईँ विदेशमा हुनुहुन्छ या तपाईँको आफन्त कोही विदेशमा हुनुहुन्छ भने यो मोबाइल एप चाहिँ अनिवार्य रूपमा मोबाइलमा राख्नु होला है त। नेपाल सरकारले हिजोबाट मात्रै मोफा मित्र भन्ने मोबाइल एप सार्वजनिक गरेको छ। यो चाहिँ विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो, गाह्रो, साह्रो पर्दाखेरि काम लाग्न सक्छ है त। खास गरी विदेशमा रहेका नेपालीलाई कसरी सम्पर्क गर्ने, अप्ठ्यारो पर्दा कसरी सम्पर्क गर्ने, इमर्जेन्सी पर्दा कसरी सम्पर्क गर्ने भन्ने समस्या समाधानका लागि यो मोबाइल एप ल्याइएको भनेर हिजो मात्रै परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ है त। यसको खास महत्त्व के छ त अब यसमा खास चाहिँ भन्ने कुरामा चाहिँ यसमा अप्सनहरू दिया हुन्छ। तपाईँले त्यो मोबाइल एपभित्र गइसक्नु भएको छ भने त्यसमा अप्सनहरू हुन्छन्। जस्तै पहिलो अप्सन चाहिँ खोज, तलास तथा उद्धार। जस्तै हराएको तपाईँको कोही आफन्तहरू, साथीभाइहरू कतै विदेशमा हराउनु भएको छ भने चाहिँ उहाँको पासपोर्ट नम्बर हान्ने र उहाँको जन्ममिति राख्ने र त्यसलाई चाहिँ निवेदन गर्ने र तपाईँको निवेदनको समस्याको समाधान हुनसक्छ है त। अर्को अप्सन रहेको छ विदेशमा दुःखद निधन। अब कसैको विदेशमा दुःखद निधन भयो भने त्यसलाई पनि नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत तपाईँको कन्सुलर विभाग अनि तपाईँको दूतावास मार्फत चाहिँ तपाईँले शव व्यवस्थापन वा शवलाई नेपाल ल्याउने प्रक्रियामा यसले चाहिँ चाँडोभन्दा चाँडो एकदम कार्यान्वयन गर्नेमा हामी विश्वस्त छौँ है त। त्यस्तै दुर्घटनामा पर्ने, अब दुर्घटना पर्दा क्षतिपूर्ति अनि बिमा दाबी लगायत समस्या समाधान गर्न पनि यो एपले एकदम ठुलो भूमिका निर्वाह गर्नेमा हामी विदेशमा रहेका नेपालीलाई एकदम सजिलो हुने जानकारी गराउँछौँ। त्यस्तै गुनासो समस्या समाधान, तपाईँको कुनै पनि गुनासो छ भने यो मोबाइल एपबाट तपाईँले आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ है त। अनि तपाईँले मोबाइल त्यो गुनासो टिपाइसकेपछि पनि तपाईँले ट्र्याक गर्न सक्नुहुन्छ क्या आफ्नो त्यो ट्र्याक नम्बरबाट के भइरहेछ आफ्नो गुनासो भन्ने कुरा। यो चाहिँ एकदम राम्रो विदेशमा रहेका नेपालीलाई एकदम राम्रो काम गरेको छ नेपाल सरकारले। त्यसको लागि म नेपाल सरकारलाई एकदम हृदय मनबाट एकदम हार्दिक आभार व्यक्त गर्दछु। तथा यसको कार्यान्वयन होस् भनेर सम्बन्धित निकायले एकदम कार्यान्वयनमा जोडतोड पहल गरोस् र हामी विदेशमा रहेका नेपालीलाई यस्तै समस्या समाधान तथा अन्य एकदम राम्रो प्रोत्साहन गर्ने कामहरू ल्याओस् भन्ने हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हस्त, नमस्ते।